आमा बुबा एकचोटि यो भोट परिवर्तन गर्न मिल्दैन र? एकचोटि सोचेर मात्रै भोट दिन मिल्दैन र? हामीले हेऱ्यौँ त 20 वर्ष हेऱ्यौँ, 30 वर्ष हेऱ्यौँ, 40 वर्ष हेऱ्यौँ, बुढापाकाहरूलाई हेऱ्यौँ। यिनीहरूले भने कि हामी देश बनाउँछौँ, हामी हजुरहरूको भविष्य बनाउँछौँ, हामी रोजगारी सिर्जना गर्छौँ, देशलाई राम्रो बनाउँछौँ भने। बनाए त? अहिलेसम्म के गरे त यिनले? काम त केही गरेको छ? प्रगति केही छ? देश बनाउँछु बनाउँछु भने, नेपाल बनाउँछु भने केही बनाए त? छैन नि। बनाए त केवल के बनाए? नेपाललाई विदेशीको गुलामी बनाए। हेर्नुहोस् त, यो हो तरिका, यही हो यिनीहरूको विकास, यही हो। आफ्नो देशको माया भन्दा यिनीहरूलाई केसको माया छ त? आफ्नो गोजी भर्न, आफ्नो सम्पत्ति बढाउन, आफ्नो इज्जत प्रतिष्ठा बढाउन। यिनीहरू देशको माया केही छ? हेर्नुहोस् त, उही महेन्द्रको पालामा, राजा महेन्द्रको पालामा कस्तो थियो नेपालको स्थिति, कहाँसम्म पुगेको थियो। नेपालको राष्ट्राध्यक्ष विदेशमा जाँदाखेरि नेपालको हैसियत कस्तो थियो, कस्तो सम्मान दिन्थे। अहिले हेर्नुभएको छ नेपालको हैसियत कस्तो छ। अहिले बाहिर जाँदाखेरि अन्य मुलुकले कस्तो हिसाबले पहिला कस्तो हेर्थे र अहिले कसरी हेर्छन्? कि हामी अझै पनि उही बुढापाकालाई नै देश विकास गर्छौ, तिमीहरूकै उसमा छ देश, तिमीहरूले नै गर्छौ भनेर विशेष मानेर अझै पनि हामी उनीहरूलाई नै भोट दिने? कि हामी अब परिवर्तन हुनु पर्दैन र? यो परिवर्तनको बेला आएको छैन र? कि अब हामी युवालाई विश्वास गर्न सक्दैनौँ र? अब त हामी परिवर्तनशील हुनु पर्यो, अलिकति चेन्ज गर्नु पर्यो, सोच्नु दिमाग अगाडि। अब सोच्ने कुरा भयो, सबै कुरा त अलिकति हाम्रो क्षमता अनि विकास अभिवृद्धि भइसक्यो। अहिले त सञ्चारको युगमा छ, दुनियाँ छ, सामाजिक सञ्जाल छ। अब त सबै कुरा सोचेर हेरेर हामी अब विदेशी मुलुकको अन्य मुलुक कहाँ छ, अब हामी कहाँ छौँ? मैले भन्न खोजेको विदेशका जस्तै सबै कुरा यहाँ हुनुपर्छ भन्ने होइन, क्रमिक रूपमा हुँदै जाला। तर हुनुपर्ने धेरै ढिलो भइसक्यो त, धेरै ढिलो भइसक्यो। हामी धेरै पछाडि परिसक्यौँ। यिनीहरूले केही गरे छैन। माओवादीले के गरे? 10 वर्ष झन् देशलाई पछाडि धकल्यो। अनि काङ्ग्रेस एमाले सबै उस्तै हो। मैले भन्न खोजेको पुराना नराम्रा हुन्, नयाँ मात्रै राम्रा हुन्छन् भन्न खोजेको होइन। जस बुढापाकाहरूलाई प्लिज अन्त्य गर्नुहोस्, नयाँ युवालाई दिनुहोस्। म भन्दैन कि यही मान्छेले भोट दिनुहोस्, यही मान्छेले के काम गर्छ, यही मान्छेले देश बनाउँछ, यही मान्छेले राम्रो गर्छ म भनेर भन्दैन। केवल के गर्नुहोस् त हजुरहरूले? भोट परिवर्तन गर्नुहोस्, भोट चेन्ज गर्नुहोस्। यो बुढापाकालाई प्लिज अन्त्य गर्नुहोस्, यिनीहरूको युग हटाइदिनुहोस्। नयाँ युवा जनशक्तिले आफ्नै छोराछोरी सम्झेर हजुरले एकचोटि प्लिज भोट परिवर्तन गर्नुहोस्। यिनीहरूले देश बनाउँछन् भन्ने आशा हामीले बनाउँछन्। यिनीहरूको भन्दा हरेक कुरा अब प्रविधिको युगमा हरेक कुरामा अब अगाडि भइसक्यो। अब बुढापाकाले दिएर काम छैन। अब त बनाउने भनेको युवाले बनाउने हो। हामीले यिनीहरूसँग पहिला के मागेको थियौँ र? केही मागेको थियौँ हामीले? ठुलो माग केही गर्थ्यौँ हामीले के माग्यौँ? मल माग्यौँ। हामीले के माग्यौँ? देशको गाउँमा समाजमा विकास माग्यौँ, शिक्षा माग्यौँ, रोजगारी माग्यौँ। यिनीहरूले केही दिए त? केही दिएनन् नि। हामी ठुलो माग गरेन, असम्भव माग त केही मागे होइन नि हामीले। केही दिए त बदलामा? के हामीले के मागे उठाउनु नपाउने? अब यो चाहिँ ऊ चाहिँ भनेर हामीले नेतासँग भन्नै नपाउने? दिए त केही हामीलाई? दिए त? केवल दिए त के दिए? नेपालीलाई झन् कहिले बोल्न नमिल्ने गरी 72 जनाको मृत्यु दिए। यो हो त तरिका? बोल्न आवाज उठाउनु पनि नपाउने हामीले लोकतन्त्रमा, यिनीहरूको निरङ्कुश शासनमा। हामी यिनीहरू जे भन्छन्, जसो भन्छन् हामीले सही दिनुपर्ने। हजुर भोट माग्ने बेला हजुर म हजुरको यो काम गर्छु, यसो गर्छु, यो बाटो बनाउँछु, यो गर्छु भनेर जे भन्छन्, आश्वासन दिन्छन्। हजुर भोट माग्नुभन्दा अगाडि झुक्न आउँछन्, यसो गर्छु उसो गर्छु भन्छन्। हामीले केही पत्याएर उनीहरूले नै होस् हजुर हुन्छ हजुर भनेर हामीले अझै पनि भोट दिनुपर्ने? अब त परिवर्तन गर्नुपर्ने। अलिकति भोट दिनु अघि अथवा अलिकति सोचेर 2 मिनट अलिकति सोचेर गहिराइमा गएर अब त होइन। यिनीहरूलाई हामीले हिजो परीक्षण गरिसक्यौँ। अब त नयाँलाई परीक्षण गरेर अलिकति केही हुन्छ कि, अलिकति देश बन्छ कि भनेर हामीले सोच्न सक्दैनौँ र? सोच्ने बेला आएको छैन र अझै। अब अहिले नसोचे कहिले सोच्ने हामीले? अब त बेला त घुर्किसक्यो हजुरहरूको। अब बुढापाका मान्छेहरूको पहिलेदेखि भोट हालिरहेको मान्छे 20-30 वर्ष हामीले भोट हाल्यौँ, उनीहरूलाई परीक्षण गऱ्यौँ, उनीहरूको काम पनि हेऱ्यौँ। काम केही गऱ्यो होला नि? मैले भनेको केही काम, राम्रो काम भएकै छैन भने त छैन। तर हुनुपर्ने जे थियो भएको छैन। काम त 100%मा तपाईँको 10% मात्रै भएको होला केही। अनि 90% त खै त? 90% काम के भयो त? यिनीहरूको परिवार भरे, यिनीहरूले परिवार बनाए, यिनीहरूले आफ्नो गोजी भरे। अस्ति भर्खर हामीले त त्यत्रो जेन्जी आन्दोलन किन आयो त? कसरी आयो त? केसको कारणले आयो? त्यो हामीले सोच्नुपर्ने होइन? अब के देश राम्रो बनेको भए, भनेको जस्तै भएको भए, विकास भएको भए, नेपालमा रोजगारी सिर्जना भएको भए, युवाहरू जनशक्ति विदेश पलायन हुन नपरेको भए, सबै कुरा भनेको जस्तो आफ्नो देशमा भएको भए कसले गर्थ्यो आन्दोलन?
किन हामीले मागको यसो गर उसो गर भन्दा आवाज उठाउनु पर्थ्यो? एकचोटि सोच्ने बेला भएको छैन र अब। अनि हामी जस्तो हामी युवा जनशक्ति हामी देशमा केही गर्न सक्छौँ भन्ने जो अनि हामी जस्तो मान्छे किन विदेश पलायन हुनु पर्थ्यो? एकचोटि सोच्नुहोस् त, राम्रोसँग सोच्नुहोस् त। हामी नेपाली सम्पूर्ण युवा जनशक्तिहरू अब काम गर्ने अलिकति दक्ष जनशक्तिहरू अलिकति काम गर्न सक्ने उमेरमा विदेश पलायन हुने, विदेशमा दुःख सङ्घर्ष गर्ने, घर परिवार आफ्नो हेर्नलाई अलिकति थोरै तिन भने पैसा कमाउने, आफ्नो घर परिवार चलाउने, गुजारा गर्ने काम भइरहेको छ। अनि हामी सबै युवाहरू दक्ष जनशक्ति अलिकति युवा काम गर्न सक्ने सक्षम युवाहरू सबै विदेश पलायन भइसकेपछि अनि देशमा त को छन् त? बुढाखाडा मात्रै छन्। अनि बुढाखाडा मात्रै भएर देश बन्छ त? अनि युवालाई नै आफ्नै देशमा रोजगार सिर्जना गर्ने वातावरण गराउनु पर्दैन? न तिमीहरूले बनाउनु पनि केही पर्दैन के? पहिलाको धागो कारखाना खै, त्यो विराटनगर जुट मिल खै, पहिलाका कल कारखानाहरू राम्रोसँग सञ्चालन गर्दै व्यवस्थित तरिकाले सञ्चालन गर्दै पनि धेरै नेपालमा रोजगार सिर्जना हुन्छन्। तिमीहरूले त के गर्यौ त? केवल भएका पनि उद्योग कल कारखानाहरू सबै बेच्यौ, खायौ। बनाउनु पर्ने ठाउँमा, जोगाउनु पर्ने ठाउँमा, अझ बढी गर्नुपर्ने ठाउँमा उल्टो भएकालाई पनि के गर्यौ त? सक्यौ, सहा गर्यौ। अनि यो हो त तरिका? यसरी चल्छ त अहिलेको समाजमा? अब पहिला त थियो, हामीलाई थाहा थिएन के गरेको थियो, कसो गरेको थियो, के थियो अवस्था, देशको कस्तो थियो, सञ्चारको युग थिएन, सोसियल मिडिया थिएन। अहिले त हामी सबै युवाहरू, अब सबै बुढापाकाहरू सबैको हात हातमा मोबाइल छ। अनि अब परिवर्तन हुनु परेन अब? त्यही भएर म सम्पूर्ण नेपाली आमा बुवाहरूलाई, सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूलाई भन्छु कि यही मान्छेलाई भोट दिनुहोस्, यसलाई दिनुहोस्, यसलाई नदिनुहोस् भनेर म भन्दैन। तर केवल युवालाई दिनुहोस्, युवाले देश बनाउँछ। बुढापाकाले हामीले हेर्नुसम्म हेऱ्यौँ, अहिलेसम्म 30 वर्ष 40 वर्षमा को भयो प्रधानमन्त्री? हेर्नु भएन। त्यही प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली, माधव कुमार नेपाल, झलनाथ खनाल, त्यही घुमिफिरी बाबुराम भट्टराई यिनी घुमिफिरी आएको होइनन् र? 20-30 वर्ष राजनीति त यिनीहरूले गरे त। देश बनाउँछु भनेर हामीले पढ्छौँ, विचार गऱ्यौँ त। कति बनायो त? के बनायो त? अब यही हो देश। हामी यही हेर्नलाई हामीले उहाँहरूलाई विशेष गरेर दिएको। अब यसरी हुँदैन। केवल म भन्छु कि प्लिज अब चाहिँ भोट परिवर्तन गर्नुहोस्, नयाँ युवा जनशक्तिलाई दिनुहोस्। यिनीहरूले केही गर्छन्। हाम्रो आशा भरोसाको केन्द्र भनेकै युवाहरू हुन्। आफ्नै छोराछोरी, आफ्नै दाजुभाइ, आफ्नै आफन्त सम्झेर प्लिज युवाहरूलाई विश्वास गर्नुहोस् र भोट परिवर्तन गर्नुहोस् र युवाहरूलाई जिताउनुहोस् र देश बनाउनुहोस्। हजुरहरूकै हातमा छ। ओके, धन्यवाद। म जेपी केवाली। मैले चाहिँ आफूलाई लागेको रायहरू चाहिँ मैले आफ्नो स्वतन्त्र विचारहरू व्यक्त गरेका हुँ। कसैलाई गरेको छैन। कृपया कस्तो लाग्छ सल्लाह सुझाव कमेन्ट दिनुहोला। धन्यवाद।